हिजो ढुङ्गा हान्ने बेलामा हजारौं युवाहरू सडकमा उत्रेका थिए, तर आज सरसफाइ गरौँ भनेर भन्दाखेरि 10-15 जना भन्दा युवाहरू उत्रेनन्। यत्र बाँकी सबै युवाहरूलाई ढुङ्गा हान्न मात्रै इच्छा छ के, सरसफाइ गरौँ, बनाउँ, मर्मत गरौँ भन्दाखेरि कसैलाई पनि मतलब छैन के। हाम्रो नेपालीको सोच के हो के यो, सरसफाइ गर्नु पर्दैन त। आज हामीले सरसफाइ गर्नको लागि 5-10 जनाको ग्रुप थियो, 5-10 जनाको ग्रुपलाई यति गाह्रो भएर सरसफाइ गऱ्यौँ नि हामीले। कतिपय प्रहरीले गाली गरे, आर्मीहरूले गाली गरे, हामीलाई जान गाह्रो भयो, तैपनि हामीले नगरपालिका सरसफाइ गऱ्यौँ, बागमती प्रदेशको भवन वरिपरि सरसफाइ गऱ्यौँ, भाटबढी वरिपरि सरसफाइ गऱ्यौँ, बागमती प्रदेशको सरकारी बिल्डिङ वरिपरि हामीले सरसफाइ गऱ्यौँ र रोडहरू एकदम खाली गऱ्यौँ कि। हामी भवनभित्र त छिरेनौँ, तर हामीले भवन बाहिरको अनि सडकतिर भएका तिथर बिथर सामानहरूलाई सरसफाइ गऱ्यौँ, बढार्यौँ, कुडार्यौँ, यताउति गऱ्यौँ। तर हामी नेपालीको सोच कहाँ हो कि सरसफाइ गर्न आउनुपर्छ नि त, साथ दिनुपर्छ नि त। भनेका थियौँ हामीले सरसफाइ गर्छौँ 12 बजेदेखि भनेको थियौँ। हामी 10-15 जनाको ग्रुपलाई एकदम गाह्रो भयो कि, किनभने प्रहरीले गाली गर्छन् होइन, धेरै कैदीहरू भागिरहेका छन् होइन, अनि धेरै व्यक्तिले अझै पनि लकटी चोरी डकैती गरिरहेका छन् नि त। त्यही भएर गाह्रो भएको छ हामीलाई। अनि हामी एउटा ठुलो ग्रुप बनाएर गऱ्यो भने त सफल हुन्थ्यौँ नि त। कहाँ गयो हाम्रो सोच? बनाउनु पर्छ यो देश, हामीले नबनाए कसले बनाउने? चाँडोभन्दा चाँडो अब हामीलाई लकडाउन खुलाउनु छ, बाटो सरसफाइ गर्नु छ होइन, जति सक्दो सरकारी बिल्डिङहरूमा भएको तिथर बिथर सामानहरूलाई मिलाउनु पर्छ। हाम्रै सम्पत्ति हो नि त, हामीले सरसफाइ गर्नु पर्यो नि त। भोलि पनि हामी सरसफाइ गर्छौँ, सबैजना एकजुट भएर चाहिँ सरसफाइ अभियानमा जोडिनु होला। हामी भोलि नगरपालिकामा भेटेर फेरि पनि बाँकी रहेका ठाउँहरूमा सरसफाइ गर्छौँ। प्लिज भिडियो सक्दो सेयर गर्नुहोस्। भोलि चाहिँ अवश्य नै 50-60 जनाको ग्रुपले सरसफाइ गर्नुपर्छ। जय देश, जय नेपाल।